हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने। ए हजुरआमा भन्नुहुन्छ तेरा बाबु ठास्ने। ओ मोटे बुढे के बु पातली लुरी लुगा खोल्नुस्। लुगा खोल्नुस् रे क्यार्ने हो र लुगा खोलेर मै खाने कहाँ यहाँ मै खानु यहाँ त लाज लाग्छ भित्र जाम अनि मै खान्छु त्यस्तो बाङ्गो टिङ्गो कुरा गर्ने हैन है आफूले लुगा खोल्नुस् मै खाने भन्ने अहिले बाङ्गो टिङ्गो कुरा रे ल म गएँ हक्न म पनि तपाईसँगै जाने हो के टोयलेटमा चाहिँ के गर्न जान्छौ नि मसँग तपाईँ त चुनाव हार्नुहुन्छ क्या हो दाइ म चुनाव हार्दै ल मानौ तपाईँले चुनाव जितिहाल्नु भयो भने काम चाहिँ के गर्नुहुन्छ नि कसरी हुन्छ पैसा कमाउने कसरी हुन्छ भ्रष्टाचारमा रमाउने अनि जनताहरूका लागि केही हुँदैन हुँदैन थुक्क अनि चुनाव जितेपछि चाहिँ के गर्नुपर्छ ल भन्नु त अङ्कमाल गर्नुपर्छ अङ्कमाल गर्नुपर्छ अनि अरू किस खानुपर्छ होइन कोसँग हो किस गर्ने चाहिँ केपी ओलीसँग प्रचण्डसँग शेरबहादुर देउवासँग माधव नेपालसँग झलनाथ खनालसँग दाइ तपाईँले रक्सी खानुहुन्छ कि नै कहिले काहीँ खान्छु अनि कसले सिकायो नि रक्सी खान गिरिजाप्रसाद कोइरालाले ए अनि कोसँग बसेर खानुहुन्छ नि रक्सी केपी ओलीसँग प्रचण्डसँग शेरबहादुर देउवासँग माधव नेपालसँग झलनाथ खनालसँग ए होइन होला झुट बोल्नुभयो तपाईँले म झुटो बोल्दिनँ त्यसो भए प्रमाण के छ नि तपाईँ यत्रा ठुला ठुला नेताहरूसँग बसेर रक्सी खानुभयो भनेर प्रचण्डलाई सोध्नु ल त्यसो भए प्रचण्डको नम्बर दिनु न त किन अनि सोध्न परेन साँच्चै यिनीहरूसँग बसेर रक्सी खाएको कि झुट बोल्नु भएको भनेर गिरिजाप्रसाद कोइराला सोध्नु अब गिरिजा प्रसाद कोइरालालाई सोध्न कहाँ जाम म यसपालि झापामा चुनाव कसले जित्छ त हेरौँ है त बालेन शाह वाह जो सागर त धेरै छ यसपालि चुनाव जितिहाल्छ के हो पी ओली हेलो हेलो अघि चाहिँ कोसँग हो नि बिजी घरमा बोल्दै थियो बाउसँग तपाईँ बाहेक अरू मेरो को छ र भन्नु त ए अरू आइमे जस्तो होइन त म ल ल ए एकछिन हलमा बस्नु त फेरि किन मेरो बुढाको फोन आयो ल कान्छी दोहोरी खेलौँ मुनि छ सागर हैन मुनि छ सागर मलाई सुसै त आगर तेरा बासी खेल खेल्दिनँ म के भन्दी केपी ओली शेरबहादुर प्रचण्ड माकुनी